एकदमै राम्रो खेल भइरहेको छ, एकदमै राम्रो। पहिलो चरणको खेलमा महाबई समाज कल्याण युवा मञ्चको तर्फबाट, आयोजक समितिको तर्फबाट र उतापट्टि मररीनाथको तर्फबाट गेम भएको थियो। घम्सा घम्सी गेममा पहिलो चरणको गेम मररीनाथले जित हासिल गरेको छ र अब दोस्रो चरणको गेम सुरु हुँदैछ। अङ्क 1-3 भइसक्यो। एकचोटि कृपया त्यो ड्यासबोर्ड देखाइदिनु होला, हेर्नु होला है त, बाहिरबाट पनि हेरिरहनु भएको छ, कृपया ध्यान दिनु होला। एकदमै राम्रो सट प्रहार भएको छ महाबईको आज टिमबाट। फेरि अर्को नम्बर ठप्प सफल भएको छ। 4-1 एकदमै जोस निकाल्ने साथीहरू, यो साँझको तर्फ, यो घाम डुबेको तर्फ तपाईँहरूको जोसले दर्शकहरूलाई एकदमै हौसला प्रदान गर्नेछ र तपाईँहरूले पनि एकदमै हौसला प्रदान गर्ने आफ्नो जोसले खेल बनाउँदा यो एक नम्बरले तपाईँ माथि हुन सक्छ। कृपया होस् नगुमाएर राम्रोसँग जोसले तरिकाले खेलिदिनुहोस्। आफ्नो टाइममा आएको गेम, आफ्नो पल्टमा आएको गेममा सबै यस्तै दिनुहोस्, राम्रो दिनुहोस्। म यही भन्न चाहन्छु तपाईँहरूलाई। धेरै राम्रो भइरहेको छ गेम। कसैले 1 जित्छ, कसैले 2 जित्छ, कसैले 3 पनि जित्न सक्छ। खेल्नुहोस् मजाले, एकदमै नआत्तिएर खेल्नुहोस्, समय बाँकी छ। नम्बर रहेको छ 5-1 समाज कल्याण युवा मञ्चको तर्फबाट, आयोजक टिमको तर्फबाट खेल्ने साथीहरूलाई एकदमै राम्रो। फेरि अर्को नम्बर प्राप्त भएको छ 6-1 एकदमै राम्रो। भोलि हामीले दर्शक श्रोताहरूलाई सूचना गर्दैछौँ, हाम्रो राष्ट्रिय कलाकार यशोदा देवकोटा आउनुहुनेछ र यशोदा देवकोटासँग केही समय हामीले समय मिलाएर हाम्रो बाल कलाकार रोशनी साईको पनि हामी लाइभ तयारी दिनेछौँ। कृपया सम्पूर्ण दर्शक नामदारहरूलाई भोलि पनि निम्तको लागि हामी आइदिन हुन अनुरोध गर्दछौँ। हाम्रो बाल कलाकार वडा नम्बर 6 निवासी रोशनी साई र यशोदा देवकोटाको बीच लाइभ तयारी पनि हामी सञ्चालन गर्नेछौँ। कृपया तपाईँहरू सम्पूर्णलाई यो पादमघाट मेलामा भोलि पनि हामी स्वागत गर्दछौँ, कृपया आइदिनु होला। धेरै राम्रो सट प्रहार भएको छ। फेरि पनि महाबई आयोजक समितिको तर्फबाट 7-2 अङ्क तालिकामा 7-2 रहेको छ नम्बर। कृपया साथीहरू दिनुहोस्, यस्तै सट दिनुहोस्। नरेन्द्रमानले पनि दिइरहेको छ आफ्नो तर्फबाट। 5 नम्बर खेलाडीबाट सर्भिस प्रहार हुँदैछ। हेरौँ अब यो बलले के भन्छ। राम्रो एकदमै राम्रो प्रयास भएको छ। उडाउनुहोस्, एकदमै राम्रो अर्को नम्बर प्राप्त भएको छ। फेरि पनि 8-2 6 अङ्क ल्याउन त काम गरेको छ आयोजक टिमले। एकदमै जोस निकाल्ने समय आइयो साथीहरू। तपाईँहरूको जोस हारियो भने फेरि गर्न पाइने अवस्था छैन। ल समय आइयो, यही समयलाई सदुपयोग गर्न सक्नुपर्छ। एकदमै राम्रो सट प्रहार भएको छ। फेरि मररीनाथबाट उठाउने कोसिस भएको थियो तर नम्बर अर्को प्राप्त गरेको छ मररीनाथले। 3-8 एकदमै राम्रो थियो। आउट हुन पुग्यो। फेरि अर्को अङ्क प्राप्त गरेको छ मररीनाथको टिमले। 4-8 5-8 अङ्क रहेको छ। धेरै राम्रो सट प्रहार रहेको छ। यता आयोजक समितिको तर्फबाट अङ्क तालिकामा 9-5 रहेको छ। राम्रो सर्भिस प्रहार भएको छ। यता आउट हुन पुग्यो मररीनाथको सफलबाट। फेरि अर्को अङ्क प्राप्त भएको छ महाबई समूहलाई।
सबै मेरानी आजलाई एउटा अङ्क प्राप्त भएको छ 6-9 7-9 एकदमै साथीहरूले पछाडि आइरहनु भएको छ 2 अङ्कले मात्र फरक परिरहेको छ 7-9 8-9 यसरी अर्को अङ्क प्राप्त गरेको छ आयोजक समितिबाट 10-7 एकदमै राम्रो प्रयास फेरि अर्को नम्बर थप्न सफल भएको छ आयोजक टिम 11-7